साथीहरू नमस्ते। आज म अर्को सानो कविता लिएर आएको छु। मेरो कोही साथीहरूसँग कुरा भएको थियो। सो कुराको प्रसङ्गमा सपनाको यस्तो गर्ने सोचेको थिएँ, त्यस्तो कुराहरू निस्केको थियो। त्यो सानो सपना भन्ने त्यो वर्डको बारेमा मैले चाहिँ अनि एउटा सानो कविता लेखेको छु। एक्चुअली अघि भर्खर लेखेको हो, त्यति लामो छैन किनभने हतार भयो है। सो मेरो कविता सुन्नुहोस् ल। निस्वार्थ प्रेम गर्छु म, अब दोधारमा म पर्दिन। उड्न खुला आकाशमा अब पङ्ख खोल्न म डराउँदिन। फैलिन्छु म चारैतिर, मेरो स्वभाव मेरो प्रकृति हो फैलिन। सपना पुरा गर्छु यसलाई जीवित बनाए, यसलाई स्याहार सम्हार मात्र म गर्दिन। हिजो र भोलिलाई टाढा राखी आज बाँची हेर्छु म। यति सानो त छ जीवन, फेरि यसलाई जिउन अर्को जुनी कुर्दिन म। यति सानो त छ जीवन, फेरि यसलाई जिउन अर्को जुनी कुर्दिन म। छोटो लेखेको। जस्तो हामीले आफ्नो कति इच्छाहरू सपनाहरू एक दिन पुरा गरौँला भनेर राख्छौँ। हुन त परिस्थितिको अनुसार सबै त्यो पनि हो, तर सानो सानो पनि के जुन पुरा हुन सक्थ्यो, अलिकति यो गरेको भए मैले त्यसको प्लेजर लिन सक्थेँ, मैले इन्जोय गर्न सक्थेँ। जस्तो कि मैले अब अहिले मैले भिडियो बनाइराखेको छु, मैले इन्जोय गरेको छु नि त, होइन? तर अब मैले चाहिँ यसको परिस्थितिलाई हेरेँ भने र मैले त्यो गरिनँ भने मैले त्योबाट म वञ्चित भएँ नि त, होइन? अब यो भिडियोको कुरा सानो इक्जाम्पल हो कि त्यस्तै हामीले चाहिँ अरू हाम्रो राम्रो ठुलो सुन्दर सपनाहरू पनि कति त्यसरी बक्सभित्र हालेर जस्तो एउटा स्याहार सम्हार मात्र त्यसलाई गरेर कुनै दिन एक दिन भन्दै गर्दै हाम्रो पुरा हुने सम्भावना बोकेको सपना पनि हामीले स्याहार सम्हार मात्र गरेर राख्यौँ कि। अनि पछि चाहिँ अब आफैलाई भन्ने कि अरूलाई भन्ने कि त्यही भन्छौँ कि हामी जे भयो अब ठिकै छ, अर्को जुनी। गीतहरू पनि हुन्छ नि त्यस्तै, अर्को जुनीमा गरौँला यो, त्यो सबै वाहियात हो कि। अब तपाईँ यही जुनीमा हुनुहुन्छ, आजै बाँच्नुपर्छ, होइन? हो, त्यो पनि एउटा आफूलाई सन्तोष दिने कुरा हो, होइन? तर जतिसम्म सम्भव छ सपनाहरूलाई पुरा गर्नुहोस्। सबै सपना पुरा हुनुपर्छ भन्ने पनि छैन। त्यो सपनाको बक्सबाट तपाईँले धेरै त्यहाँ राख्नुभएको छ नि, हो त्यो सपनाको बक्सबाट निकालेर कमसेकम एउटा दुईवटा तिनवटा भए पनि निकालेर ठुलो सानो जस्तो सम्भव छ तपाईँको अहिलेको परिस्थिति अनुसार, तपाईँ जुन परिस्थितिमा हुनुहुन्छ, आम भेरी स्योर तपाईँले केही न केही तपाईँको इच्छा छ जुन तपाईँले गर्न बाँकी छ कि त्यसलाई पुरा गर्नुहोस्, होइन? कसैलाई एकदमै नाच्न मन होला अरे, नाच्नुहोस् एकछिन त्यो टाइम आफूलाई निकालेर। धेरै ठुलो चिज गर्नुपर्छ भन्ने छैन नि, सानो 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 चिज आफैलाई चिन्ने प्रोसेस हो के यो, होइन? आफू घर हो, त्यही घरमै जाने प्रोसेस हो कि यो। त्यही भएर अब यति सुन्दर संसार छ, होइन? यति सुन्दर जीवन छ, त्यसमा ल भनौँ अग्ली चिजहरू पनि छ मानौँ, त्यो हुनै पर्ने जरुरी भएर त्यो गेमको पार्ट हो नि त एउटा, त्यो छ। तर त्यसमा त्यो सुन्दर चिजहरू मैले इन्जोय गर्न सक्ने चिजहरू, होइन? बिना कुनै धेरै पैसा खर्च गरेर, अब कसैलाई पैसाको अभाव होला, पैसा खर्च गर्नै पर्छ भन्ने पनि छैन, होइन? सानो सानो चिजमा नाच्नलाई त एउटा गीत बजाएर नाच्न मिल्छ नि त, लेख्नलाई त एउटा पेन र पेपर भए पुग्छ नि त, होइन? तर तपाईँ त्यो लेखिसकेपछि तपाईँलाई कति हल्का महसुस हुन्छ। भले तपाईँले 2 लाइन लेख्नुहोस्, होइन? भले तपाईँ एउटा गीतमा पनि पुरै ननाची एक प्याराग्राफ त्यो अगाडिको उसमा मात्र नाच्नुहोस्, होइन? सो जे पनि सम्भव छ कि, जे पनि जतिखेर पनि सम्भव छ। हामीले त्यो एक दिन कुर्ने भन्दै अनि त्यही हो अघि पोममा भनेको जस्तो, होइन? अलरेडी जिन्दगी यति सानो छ, त्यही सानो जिन्दगीमा त्यो सानो सपना पनि पुरा गर्नलाई चाहिँ अनि अर्को जीवन भनेको त के हो, होइन? त्यो त हामीले सुनेको कुरा हो नि त। फेरि अर्को जन्म लिइन्छ अरे, यस्तो हुन्छ अरे, त्यस्तो हुन्छ अरे, होइन?
जुन अहिले जुन छ त्यो अलरेडी तपाईँको हातमा छ, तपाईँसँगै छ, त्यो चाहिँ के त होइन। त्यही भएर आफ्नो पनि सपना पुरा गर्नुहोस्, अरूलाई पनि सपना पुरा गर्न हौसला दिनुहोस्, मद्दत गर्नु सक्नुहुन्छ भने होइन। आखिर केही छैन के, यो गेम हो के, यो लिटरली एउटा गेम हो र गेममा राम्रो नराम्रो सिचुएसन दुवै छ होइन, हिरो भिलेन दुवै छ, सबै थोक सबै छ। एक्चुअली भन्ने हो भने सबै चिज तपाईँ नै हो, राम पनि तपाईँ हो, रावण पनि तपाईँ हो के, मन नदुखाउनुहोस् होइन। तर वास्तवमा हो के, कृष्ण पनि तपाईँ हो, कंस पनि तपाईँ हो के। तर अर्को साइडमा हेर्नुहोस् त, राधा पनि तपाईँ हो, कृष्ण पनि तपाईँ हो होइन, भवानी पनि तपाईँ हो, शङ्कर पनि तपाईँ हो। भन्नुको अर्थ जता साइडमा त कति राम्रो छ जिन्दगी, जस्तो साइडमा पल्टाउन मन लाग्छ त्यसै गरी पल्टाएर खेल्न पाइन्छ कि यो जिन्दगीसँग होइन। सो आजको त्यति नै राखौँ होला। हेर्नुहोस् त, आज बत्ती गएन नि, मैले त्यो सेन्सरवाला बत्ती छ कि, त्यो झ्याप्प झ्याप्प जान्छ, त्यो पनि मलाई तर मजा लाग्छ, त्यो पनि एउटा ठिकै छ, जे छ राम्रो छ, जे छ सुन्दर छ, मै रावण हो, मै राम हो होइन। सो त्यही भएर आफूलाई फैलिन दिनुहोस्, फक्रिन दिनुहोस् होइन। तपाईँसँग पखेटा छ, त्यसलाई फैलाउनुहोस्, उड्नुहोस्। मान्छेहरूको भनौँ न, हामीले मेरो एउटा कविता हो कि के हो छ कि, सबसे बडा रोग क्या कहेंगे लोग रे के। अब लोगले के भन्छ, यो जगतले के भन्छ भनेर चाहिँ हामीले चाहिँ एकदम खुम्चिएर बाँच्ने कि, एकदम सानो भएर एकदम सङ्कीर्ण भएर त्यो गर्ने हाम्रो चलन छ नि त। फैलिन दिनुहोस् के, तपाईँ एक दिन मरेर जानुहुन्छ अनि त्यसपछि के, तपाईँलाई लोगले के भन्छ, सबले के भन्छ, तपाईँको बारेमा केही थेसिस किताब लेख्ने केही हुनेवाला छैन। तपाईँ बाँच्नुहोस्, कसैलाई दुःख नदिनुहोस् सकेसम्म होइन। अब त्यो भइपरि आयो भने त्यो पनि खेलकै पार्ट हो। कसैलाई दुःख नदिनुहोस्, सबैलाई माया सद्भाव दिनुहोस्। तपाईँले गएर केही गर्नै पर्छ, केही किनि नै दिनुपर्छ भन्ने, केही एकदम खर्चै पैसै दिनुपर्छ भन्ने होइन। माया र सद्भाव तपाईँले नबोलिकन मनमा नै दिए पनि लाग्छ कि, त्यो आशिष जस्तो हो कि, त्यो एउटा ब्लेसिङ्स हो त्यो दिनुहोस्। त्यति त सकिन्छ नि गर्न अरूलाई होइन, त्यो दिनुहोस् र बाँच्नुहोस् के, बाँच्नुहोस्। तपाईँले कसैलाई नराम्रो नगर्नुहोस्, कसैलाई नराम्रो नभन्नुहोस् होइन, सकिन्छ कि त्यो गर्नलाई। त्यो तपाईँले अरूलाई नराम्रो भन्दै नि त्यो तपाईँको हरेक भित्रको कणमा भिजेर त्यो बाहिर आउने हो कि, त्यसले तपाईँलाई पहिला नराम्रो गरिरहेको छ कि, त्यो बिष तपाईँले पहिला आफूले पिइरहनु भएको छ। अरूलाई त के मतलब, तपाईँले कसैलाई नराम्रो भन्नुहुन्छ, भित्र पछाडि भन्नुहुन्छ होला, उसको कानले त सुनेको पनि छैन होइन। तर त्यो के भइरहेछ त, प्रोसेसिङ त सबै तपाईँको बडीमै भइरहेको छ कि, र त्यसको रिजल्ट पनि कहाँ आउँछ, आउटकम तपाईँको बडीमै आउँछ कि। त्यही भएर हामीले सकेसम्म, त्यो अब स्वभाव हो मान्छेको कहिले होइन, के हुन्छ, तर यो जिन्दगीलाई सुन्दर बनाउनको लागि सबै कुराहरू सुन्दर हुनुपर्छ कि। हाम्रो इनपुट सुन्दर भयो भने पनि आउटपुट सुन्दर हुने हो होइन। म सिकिराखेको छु है, फेरि धेरै ठुलो कुरा गरेँ, यो कसलाई थाहा नभएको कुरा हो र यस्तो भन्ने हुन्छ होइन, तर म सिकिराखेको छु, मैले सेयर गरिराखेको छु र सुनिदिनु भएको छ, त्यसको लागि धेरै धेरै थ्याङ्क यू। टाइम दिनु सबभन्दा ठुलो कुरा हो है, आफ्नो एकदम स्पेसल, आफ्नो त्यस्तो बहुमूल्य टाइम दिनु भनेको त त्यो त पैसाभन्दा पनि ठुलो कुरा हो होइन। सो सबैलाई माया र सद्भाव मेरो, एकदम खुसी रहनुहोस्, लाइफलाई इन्जोय गर्नुहोस् र एकचोटि आफ्नो त्यो सपनाको बक्स चेक गर्नुहोस्, के चाहिँ निकाल्न मिल्छ। अहिले धेरै ठुलो नमिले पनि सानो एउटा कुनै यस्तो सानो चिट त निकाल्न मिल्छ होला नि, त्यहाँ के लेखेर राख्नु भएको छ, त्यसलाई डेफिनेटली पुरा गर्नुहोस्। कसैको लागि नभए पनि, कसैलाई देखाउन होइन, कसैलाई सुनाउन होइन, कसैलाई भन्न होइन, मैले त सानो धेरै त्यस्तो पुरा गर्छु, अनि त्यसले आफैलाई त्यो एउटा सेटिस्फ्याक्सन दिन्छ कि, आफैलाई आनन्दित बनाउँछ कि। त्यही त हो नि खुसी भनेको, थोरै कलेक्ट गरेर धेरै हुने त हो नि होइन र, पैसा जस्तै हो कि, थोरै कमाएर धेरै हुने हो नि त होइन। सो त्यसलाई स्याहार सम्हार मात्र होइन, त्यसलाई चाहिँ बाँच्नुहोस्। त्यही हो, आफूलाई राम्रोसँग हुर्किन दिनुहोस्। हामी त हुर्किँदैछौँ नि त, ठुलो हुँदैछौँ, बच्चा थियौँ, मैले यस्तो भयौँ होइन, अब अझै हुर्किन बाँकी छ। सो आफूलाई राम्रोसँग हुर्किन दिनुहोस् है,
केही पनि ओझेलमा नपार्नुहोस्, आफूलाई एकदम माया गर्नुहोस्। मायाको कुरा त निस्किनै हाल्छ, जति गरे पनि म लुकाउनै सक्दिनँ है। सो थ्याङ्क यू सो मच। सबैलाई ह्याप्पी मदर्स डे। अनि सबैजना ब्युटिफुल हुनुहुन्छ एकदम। आफ्नो सुन्दरतालाई एकदम राम्रोसँग स्याहार सम्हार गर्नुहोस् है, माया गर्नुहोस्। सुन्दरता भनेको भित्र सुन्दरता के भित्री त्यो छ, त्यहाँ सबैको छ, त्यही नै छ। सो ओके है त, लामो भयो होला, म फेरि कुरा गर्छु हजुरहरूसँग। लभ यु अल।